बाइकमा राख्दै नि हुन्छ कसको भाइ मेरो बाइक तल राखे नि हुन्छ सन्दकपुर गाउँपालिका वार्ड नम्बर 3 सुदुङ चारी महोत्सवको लागि इलामदेखि जाँदैछ हामी अब भिडियो गर्ने क्रममा चाहिँ सुतुलुङसम्म जानुपर्ने भएकोले त्यहाँको ढुङ्गा पनि अवलोकन गर्ने मौका हुन्छ कि भ्याइन्छ कि भन्ने एउटा सोच पनि बनाएको छौँ। हामी अहिले इलामबाट अर्को बाइकमा हिँड्यौँ जसबिरे हुँदै अहिले हामी चापगैरीसम्म आइपुग्यौँ। चापगैरी भनेको अहिले अब एकदम पिकनिकको लागि लागेको स्पट हो यो चापगैरी बजारको। अब हामी यहाँबाट चाहिँ सिधै गयौँ भने माइ पोखरी पुग्छौँ तर हामीबाट तर तालगाउँ जाने बाटो थियौँ। त्यसमा बाटो अलिकति अब गाउँको बाटो अप्ठ्यारो छ सुलिङ हुन्छ त्यति सामान्य कुराहरू भइहाल्यो। इलाम र सन्दकपुर गाउँपालिका जोड्ने खोला सानो खोल्सा तरेर हामी अब सन्दकपुर गाउँपालिकातिर छिरिसकेको छौँ। पद मार्ग थियो अरे एकपालि तालगाउँमा पोखरी हुत्तै पुगिन्थ्यो एकैछिनमा। हामी इलामबाट रिच स्कुलको बाटो आएको भए हामीले एकैतालमा सानीमाईको बाटो भनेर भेट्थ्यौँ तर हामी सानीमाईको बाटो सुम्बेकको बाटो अलिक बढी नै कच्ची हिँड्नुपर्ने भएको कारणले जसबिरे चापगैरीको बिच बाटो घुमेर हामी आयौँ र यहाँ आएर चाहिँ सानीमाईको बाटो जोडिन्छ। यो जाने क्रममा अब हाम्रो सन्दकपुर गाउँपालिकाको उपाध्यक्षको घर जाने बाटोको सर्टकट बाटो थाहा भएको कारणले हामी यो ठाडो ओह्रालो बाटो झऱ्यौँ। अब यहाँबाट हामी ओह्रालो हामी सिधै टारी जाने बाटो पनि यही हो अनि हामी काममा जानुपर्ने बाटो पनि यही हो। हामी पहिलो घरमा पुग्यौँ। पहिलो घरको अवस्था हेर्दाखेरि उहाँहरूले बाढीले घर चर्काएको भए पनि एकदम त्यसलाई रिपेयर गरेर माथि नै बस्दै आउनु भएको रहेछ माथि आफ्नै घरमा नि। यही क्रममा हामी 9 नम्बर जाने बेलामा टारी मेलाकै बाटोबाट जानुपर्ने रहेछ। टारी मेलामा कस्तो राम्रो बनाएको रहेछ माटो खारेर ग्राउन्ड पनि राम्रो बनाएको रहेछ। अहिले हामीले 5वटा जम्मा गरेर सकेर फेरि हामी तल सुतुलुङसम्म जाने विचार गरेर हामी अब हामी सुतुलुङ ढुङ्गासम्म हिँड्यौँ। हामी घुम्दै फिर्दै इलामदेखि घुम्दै फिर्दै हामी इलामदेखि सन्दकपुर गाउँपालिका 3 नम्बर यो सुतलुङ भन्ने ठाउँमा चाहिँ आइपुग्यौँ। सुतलुङमा एउटा सुतुलुङ ढुङ्गा भन्ने पाइँदो रहेछ। सुतुलुङ ढुङ्गा भनेको चाहिँ त्यसको के पो खासियत साँच्चै? त्यो पनि राउटे कि लेप्चा के भन्ने सुनेको? लेप्चा सुत्केरी लेप्चा महिलाले उठाएर गाडेको फोटो त लिइहाल्छ ल। हामी यसरी सुतुलुङ ढुङ्गामा आएर यसको अनुगमन यसलाई के भन्छ दर्शन गरेर प्राविधिक भाषा गइहाल्छ क्या अनुगमन होइन निरीक्षण पनि होइन दर्शन गरेर यहाँ भेटी चढाएर हामी अब फोटोग्राफीतिर लाग्यौँ।
सन्दकपुरमा यति साह्रो गर्नु हुन्छ भने सोचेको थिइनँ। व्यवस्थित छ, टोयलेट पनि रहेछ। अब हामी हाम्रो अब दुईवटा घर घुम्न बाँकी छ अन्तिम। पछाडि हामी सिलगढी प्लान गरेका छौँ। सुन्देका जर्सी नम्बर 9 का यादव गुरुङले गोल गर्दै हालसम्मको गोल नतिजा क्लब ओएसी 0 डाइनामिक फुटबल क्लब सुन्देक 1। फाइनल प्रवेश गरेको छ। टाढी फुटबल क्लबको तर्फबाट आगामी यात्रा अझ सफल गरोस् हामी शुभकामना समेत व्यक्त गर्न चाहन्छौँ। र अर्को संस्करण सफल बनाउनको लागि विभिन्न क्षेत्रमा कार्यरत 50-50 पछाडि हामी स्थानीय अर्ग्यानिक परिकार खानको लागि नामसाङ खाजा घरमा गयौँ। तर हामी फेरि ढिलो भइन्छ, त्यहाँनिर आज अलिक धेरै भिड भएर चाहिँ सम्पूर्ण त्यो सिमलीको छ सिमलीको उसको चाहिँ कुन हो अम्बक रस यहाँ अब यो सबै सिमली घाम सबै यो त अब इम्पोर्टेड माल भइहाल्यो। यो खाएको चाट पनि खाएको छैन है मेरामा यो माला चाहिँ हुने